कानुनी प्रक्रिया रीत पुगेको कागजको आधारमा मात्रै तपाईँले अदालतमा मुद्दा दर्ता गर्न सक्नुहुन्छ। तपाईँले 1 लाखभन्दा बढीको लिखत छ भने तपाईँले बैंक मार्फत पैसा पठाएको हुनुपर्छ। 50,000 भन्दा बढीको रकम छ भने तपाईँले वडा कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ। यी दुईवटा प्रक्रियाहरू पूरा भएको छ भने मात्रै जिल्ला अदालतमा तपाईँले मुद्दा दर्ता गर्न सक्नुहुन्छ। यो प्रक्रिया पूरा गरेको छ भने तपाईँले जिल्ला अदालतमा गएर मुद्दा दर्ता गर्नुहोस्, तपाईँको पैसा फिर्ता आउँछ। यदि तपाईँको कागज रीतपूर्वक छैन, कानुनी प्रक्रिया पूरा गरेको छैन भने तपाईँले अब मेलमिलापको माध्यमबाट मात्रै त्यो पैसा असुलोपर गर्न सक्नुहुन्छ। त्यसको लागि केही प्रक्रियाहरू हेर्दाखेरि वडा कार्यालयमा निवेदन दिएर, सिडिओ कार्यालयमा निवेदन दिएर, प्रहरी कार्यालयमा निवेदन दिएर, स्थानीय न्यायिक समितिमा निवेदन दिएर तपाईँले त्यो पैसा फिर्ता पाउने केही झिनो आश हुन्छ। तर पनि यदि ऋणीले दिन मानेन भने तपाईँले ठोस कानुनी कारबाही चलाउन सक्नुहुन्न। जसले गर्दाखेरि तपाईँले घरसारमा कुनै लेनदेन कारोबार गर्दै हुनुहुन्छ, पैसा सापट्टि लिने दिने कार्य गर्दै हुनुहुन्छ भने कानुन बमोजिमको प्रक्रिया पूरा गरेर मात्रै गर्ने गर्नुहोस्। कानुन बमोजिम रीत पुर्याएर कागज तयार गर्नुहोस्, वडा कार्यालयमा दर्ता गर्नुहोस्, बैंक ट्रान्जेक्सन गर्नुहोस्। यो गरिसकेपछि पक्का हुन्छ र तपाईँले भोलि बिहान पैसा प्राप्त नभएको अवस्थामा अदालतमा गएर न्यायिक उपचार खोज्न सक्नुहुन्छ।